नेपाल सरकारले उपहार स्वरूप दिएका 2 हात्ती बुधबार साँझ भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार प्रस्थान गरेका छन्। कतार एयरवेजको उडान नम्बर QR 8824 अन्तर्गतको बोइङ 777 एफ फ्रेटर मार्फत साँझ 5:25 बजे हात्तीहरू उडेका हुन्। कतार जाने हात्तीहरूमा 6 वर्षे भाले खगेन्द्र प्रसाद र 7 वर्षे पोथी रुद्रकली रहेका छन्। दुवै हात्तीलाई मङ्गलबार बिहान चितवनबाट भैरवा ल्याइएको थियो। हात्तीहरूसँगै 1 जना पशु प्राविधिक तथा 2 जना माउते पनि कतार प्रस्थान गरेका छन्। रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्र प्रसादका माउते पाछुका थारू केही समय कतारमै बसेर हात्तीहरूको रेखदेख गर्नेछन्। साथै उनीहरूले त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहार सुसार सम्बन्धी आवश्यक तालिम पनि दिनेछन्। नेपाल सरकारको मन्त्री परिषदको 81 कार्तिक 2 गते यो निर्णय भएर चाहिँ यो 1 जोडी हात्ती चाहिँ कतारको लागि आज उपहार प्रदान गरिएको छ। यी हात्तीहरू कतारको चाहिँ अल्खोर पार्क दोहा स्थित चाहिँ चिडियाखानामा रहन्छन् यिनीहरू र नेपालको तर्फबाट एउटा प्राविधिक टोलीले यो हात्तीहरू राख्ने ठाउँ पार्क र त्यसको अन्य व्यवस्थापकीय कुराहरूको बारेमा हामीहरू गएर अध्ययन पनि गरेका थियौँ र हामीलाई त्यो उचित लागेर चाहिँ हामीले त्यहाँ चाहिँ हात्ती रहन सक्छ त्यो सबै कुराहरू चाहिँ ध्यान दिइएको छ। त्यो प्रतिवेदन र त्यस्तै नेपाल पक्ष राष्ट्र नेपाल र कतार दुवै पक्ष राष्ट्र भएका यो वन्यजन्तु संरक्षण सम्बन्धी चाहिँ अन्तर्राष्ट्रिय महासन्धिहरू हैन हाम्रा राष्ट्रिय कानुनहरूको परिधिभित्र रहेर यी हात्तीहरूको लागि हैन यहाँबाट त्यहाँ लैजाने प्रक्रियाहरू सम्पूर्ण पुरा गरेर यो हात्ती हस्तान्तरण गर्न लागि छ। यी दुईटा हात्तीहरू यो खगेन्द्र प्रसाद र रुद्रकली खगेन्द्र प्रसाद 6 वर्षको र रुद्रकली करिब 7 वर्षको हुनुहुन्छ। एउटा भाले हात्ती एउटा पोथी हात्ती यो चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको यो खोरसोरमा भएको हाम्रो एलिफेन्ट ब्रिडिङ सेन्टर मा चाहिँ सन् 2019 र सन् 2018 मा जन्मिएका दुईटा हात्तीहरू हुन्। हामीले यसलाई यहाँ नेपालमै जन्मिएका हामीले चाहिँ स्याहार सम्भार केयर हैन लभका साथ हामीले हुर्काएका यी हाम्रा एकदम महत्त्वपूर्ण चाहिँ हाम्रा सम्पदाहरू हुन् यी दुईटा। यसरी चाहिँ वन्यजन्तु संरक्षण सम्बन्धी यो अन्तर्राष्ट्रिय कानुन र नेपालको पनि हाम्रो कानुन छ डोमेस्टिक ल त्यो सबै पुरा गरेर साइटिस प्रमाणपत्रहरू यसको निरोगिताको भ्याक्सिनेसनका कुराहरू निरोगिताको प्रमाणपत्रहरू लगायत सम्पूर्ण प्रक्रिया पुरा गरेको मैले फेरि पुनः जोड्न चाहन्छु। कतारका अमीर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले 1 जोडी हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो। सांस्कृतिक तथा कूटनीतिक उपहारका रूपमा दिएका यी हात्तीले नेपाल कतार बीचको मित्रता र आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास लिएको छ। भोलि हाम्रा सम्बन्धलाई दृढ पार्नेछ र कतारमा नेपालीहरूले आगामी दिनमा एउटा श्रमको बजार मात्र हेर्ने कि नेपालको पहिचान अलग किसिमले एउटा हात्ती प्रदान गर्ने देशको रूपमा हात्ती उपहार दिने देशको रूपमा पनि त्यहाँ पहिचान बन्नेछ र भोलि कतारमा नागरिकहरूले राष्ट्रिय दिवसको दिन हामीले दिएको उपहारहरू हेर्न पाउनेछन् र त्यो एउटा गजबको नेपालका लागि गर्वको क्षण हो र यो गर्वको क्षणमा हामी सबै नेपालीको तर्फबाट पुनः खगेन्द्र र रुद्रकलीलाई विशेष शुभकामना दिन चाहन्छु। यससँगै जहाज पौने 11 बजे भैरवा अवतरण गर्ने तालिका रहे पनि बाक्लो कुहिरोका कारण भारतको कोलकाता डाइभर्ट गरिएको थियो। त्यसपछि जहाज दिउँसो 3 बजेपछि मात्र भैरवा अवतरण गरेको थियो। भैरवाबाट उडेको जहाज करिब 4 घण्टामा कतार पुग्ने विमानस्थल प्रशासनले जनाएको छ। बिहिबार कतारको राष्ट्रिय दिवसको अवसरमा यी हात्तीलाई विशेष सम्मानका साथ स्वागत गर्ने तयारी गरिएको छ।
फोटो खिच्नु